नेपालमा बसेर पनि एउटा क्रस नहुनु भनेको त त्यो मान्छे त गए गुज्रेको हो के। अब छ भने त ठिकै छ, देख्यो आँखा जुध्यो दिमागले भन्यो यही हो, ऊ त मेरै लागि बन्यो, मनले भन्यो ऊ त मेरै हो। अब घर गयो इन्स्टाग्राम आइडी खोज्यो, प्रोफाइल प्राइभेट रहेछ, फलो रिक्वेस्ट पठायो एक्सेप्ट भएन, दिनमा 10 पटक चेक गर्यो एक्सेप्ट भयो कि भएन भनेर आइडी, तर छैन। अब सिधा भन्न डर लाग्छ, त्यसैले गीतबाट भन्न खोजेर एउटा सङ पोस्ट गर्यो, स्टोरी हाल्यो उसले बुझ्छ कि भनेर, तर उसले केही बुझिन। केही दिनपछि हिम्मत गरेर म्यासेज गर्यो, रिप्लाई आयो है फेरि, तिमी मेरो राम्रो साथी हो। भएन त पोपट, साथी रे फ्रेन्ड जोनको, अब तिमी नयाँ पर्मानेन्ट रेसिडेन्ट भयौ। अब के गर्ने त, स्याड हुने होइन। अब मुभ अन गर्छु भनेर 3 दिन दुखी हुन्छौ, चौथो दिन अर्को देख्यो, अब त फेरि हो ऊ त मेरै लागि। स्टेज 1 फेरि सुरु हुन्छ।